अब हामी चाहिँ अहिले संसारमा यो बुद्ध जयन्ती भनेको चाहिँ सबैले चाहिँ मानेको र सबैले चाहिँ थाहा भएको बुद्ध भनेको चाहिँ विश्वलाई शान्तिको उपदेश बोक्ने र हाम्रो त्यो शान्तिको बुद्धको शान्ति त्यसको तात्पर्य र त्यसको हेतु हामी सबैले चाहिँ यसको माध्यमबाट सबैले चाहिँ हामीले चाहिँ यो निवेदन दिनु र सबैले चाहिँ हाम्रो हिसाबले चाहिँ उहाँले चाहिँ यो प्रचार प्रसार अथवा त्यसको चाहिँलाई सम्झाउनु त्यो चाहिँ ठुलो लाग्यो। अब बुद्ध जयन्ती भन्ने कुरा के भन्छ भने हाम्रो चाहिँ बुद्धको लीला भगवान बुद्ध हाम्रो बुद्ध लीला भने जीवन बुद्धको जीवनसँग आधारित छन् र हाम्रो चाहिँ अब बुद्ध पनि अब 3वटा सम्प्रदाय अब हाम्रो चाहिँ थेरवाद सम्प्रदाय भयो, महायानी सम्प्रदाय, वज्रयानी सम्प्रदाय। अहिले हाम्रो नेपालको यो धरतीमा को हिसाबले गर्दाखेरि 3वटा सम्प्रदाय छ। अब कुनै ठाउँमा त वज्रयानीको सम्प्रदाय थाहा छैन होला, अब कुनै बेलामा महायानको सम्प्रदायले पनि त्यति चाहिँ थाहा थिएन होला। अब जे हामी सबैले चाहिँ अहिलेसम्म चाहिँ सबैले मान्यता दिएर आएको यो विश्वलाई नै मान्यता दिएको सबैले नै चाहिँ मानेको कुरा थेरवादी बुद्ध सम्प्रदाय नै हो। र अहिलेसम्म चाहिँ बुद्ध जयन्ती अहिले 2500 कति 600 जति जे अहिले हामी छन् त्यो हाम्रो चाहिँ वास्तविक भन्ने हो भनेदेखि हाम्रो 3 सम्प्रदायको आफ्नो आफ्नो हिसाब चाहिँ अलिअलि फरक चाहिँ रहेछ। त्यही पनि अहिले हाम्रो चाहिँ आंशिक हिसाबले जे जति भए पनि थेरवादी बुद्धिस्टको सम्प्रदाय चाहिँ सर्वश्रेष्ठ नै छन् र उहाँहरू चाहिँ त्यहाँ बुद्ध भगवान जुन मानिसको रूपबाट लिएर आएर अटुट रूपले अहिलेसम्म चाहिँ जल्दो बल्दोमा आइरहेको निरन्तर भएको हामी सबैले त्यसमा विश्वास गरेर र त्यसले हामी समर्थन गरेर उहाँहरूले जे बुद्ध जयन्ती कति वर्ष भयो त्यसैले नै हामी चाहिँ मानिरहेका छौँ। र अहिले चाहिँ विश्वमा जे जति बुद्धको चाहिँ झन्डा छ त्यो झन्डा पनि पहिला चाहिँ थेरवादीबाटै भएकै होला। अनि त्यहाँबाट चाहिँ अहिले चाहिँ विश्वको चाहिँ सबै मुलुकमा त्यही नै हामी जानी नजानी हामी चाहिँ वज्रयानी होस् अथवा महायानी होस् कुनै पनि सम्प्रदाय हो हामी त्यहीले नै मानेर त्यही झन्डा मुनि हामी छौँ। त्यसैले चाहिँ त्यो हामीले एउटा चाहिँ हामीले सूचना दिनु अथवा निवेदन गर्नु त्यो र हाम्रो त्यो चाहिँ के हो भनेदेखि फेरि पनि हामी त्यस्तो हुँदाहुँदै हामी 3 सम्प्रदाय चाहिँ छौँ त्यो हामी चाहिँ विश्वाससँग छौँ र आफ्नो आफ्नो इतिहास छ आफ्नो आफ्नो त्यसमा चाहिँ गौरव र महत्त्व बोकेको छ। अनि अहिले हाम्रो नेपालमा चाहिँ सबभन्दा वज्रयानीको एउटा यो जन्मस्थल नै हो र अहिले नेवार समुदायमा चाहिँ हाम्रो वज्रयानी गुरुहरू हुनुहुन्छ। अहिले हालसाल नै तपाईँको कुन पुण्यमा हाम्रो यो बुद्धकै हाम्रो के अरे यो टिभीबाट बुद्धि टिभीबाट मैले के सूचना पाएँ भने यहाँ चाहिँ हेर्नुहोस् यहाँ मञ्जुश्री नाम सङ्गीति त्यसको नि तपाईँको पर्व नै मान्नुभयो। त्यस्तो मलाई एकदम गर्व लाग्यो, एकदम यस्तो गर्व लाग्यो कि हाम्रो चाहिँ वज्रयानी र चाहिँ हाम्रो चाहिँ महासङ्गीतिको त्यो जुन परम्परा छ यो नेपालमा जल्दो बल्दो रहेछ। र त्यो जुन पहिला चाहिँ जुन आदिदेखि जो चलिआएको भाषा छ त्यही भाषामा अहिले छ। त्यो एकदम गर्वको कुरा। हाम्रो जुन वज्रयानी जुन छन् अहिले हामी जुन महासन्धि भन्छौँ महामुद्रा भन्छौँ तर वास्तविक जे जुन वज्रयानीको जुन तन्त्रहरूमा सबभन्दा महत्त्वपूर्ण तन्त्र एक भएको त्यो एउटा चाहिँ त्यो महासङ्गीति हो। जे जति छन् त्यो महासङ्गीतिबाट सार लिएर कुरा चाहिँ त्यो चाहिँ त्यो यथार्थ वास्तविक भाव र त्यो चाहिँ बुद्ध शाक्यमुनिले भनेको भनेर त लेखेको पनि छ। त्यसैले हामी यो प्रुफ गर्न पर्छौँ कि हाम्रो यो वज्रयानी पनि बुद्ध शाक्यमुनिकै आदेश बुद्ध शाक्यमुनिकै हो त्यो भन्छ। अब त्यसैले चाहिँ अब ऐतिहासिक रूपले मान्छेदेखि मान्छेको हिसाबले गर्दाखेरि हाम्रो चाहिँ कुनै बेला टुट्यो होला, हामी चाहिँ 2000 वर्ष पछि होला ऐतिहासिक अहिलेको के भन्छ यो अर्कोलक्ष्य यस्तो प्रुफको हिसाबले गर्दाखेरि कुन शताब्दीमा कुन चाहिँ धर्म चाहिँ प्रचार भयो बढी प्रचार भयो कति उसको चाहिँ कतिको चाहिँ जल्दो बल्दो भयो भन्ने कुरा त त्यो अर्को देखाउनु हो। हालसम्म चाहिँ हेरे अन्त चाहिँ सबभन्दा पहिला थेरवादी नै रहेछन्। थेरवादीको पनि हाम्रो रत्नगुरु रिम्पोछेले भन्ने जस्तै यो 4वटा सम्प्रदाय छ।
अनि थेरवादी मान्नु पर्यो अर्को पनि तीनटा छ त्यो भन्नु छ विस्तार हुन्छ अब त्यो तीनटाबाट हामी पनि एउटै हौँ हाम्रो विश्वास त्यस्तो छ त्यसैले चाहिँ अब त्यसमा चाहिँ सिद्धान्त त्यसमा चाहिँ चार्यहरू अलिअलि आफ्नो ढङ्गको छ एउटा देश र समाज समय अनि त्यो हावा पानी अनि यो ठन्डा र गर्मी त्यही हिसाबले चाहिँ लाउन साउन अनि त्यो अलिकति फरक चाहिँ हुने चाहिँ त्यस्तरी रहेछ 1000 वर्षको इतिहास बोकिसकेपछि अलिअलि फरक त हुने नै हुन्छ त्यो अनि त्यसैले चाहिँ जे होस् अहिले हामी चाहिँ बुद्धको शान्ति के छ भनेदेखि अब सबभन्दा महत्त्वपूर्ण बुद्धको शान्तिको उपदेश बोक्ने बुद्ध त्यसको जयन्ती 12वटा बुद्धको जीवनीमा सबभन्दा इम्पोर्टेन्ट हाम्रो बुद्ध जयन्ती र त्यो पनि लिम्बुनी र नेपाल त्यसमा पनि यो ठाउँमा यसरी बुद्ध जयन्ती मान्नु पर्दाखेरि अब गर्वको कुरा हो र त्यो जयन्ती मानेको चाहिँ त्यसको पछि हामीले चाहिँ के छ भने बुद्धले दिएको जुन शिक्षा छ शान्तिको सन्देश छ त्यो हामीले चाहिँ सिद्धान्त मात्र होइन कि व्यावहारिकमा हामी उतार्नुपर्छ र सबैले उतारिरहेको पनि छन् र कुनै यस्तो कालखण्डमा यस्तो पनि छ कि हामी आफूले नजानेर अरूले ठेस पनि पुर्याइरहेको हुन्छ कुनै बेला त्यसले चाहिँ हामीले चाहिँ बुझेर अहिले हामी सबै अहिंसाको हाम्रो चाहिँ त्यो मन्त्र जप्छौँ तर अहिंसा भनेकोलाई चाहिँ अनि कसरी चाहिँ मान्ने र त्यो कसरी हामीले चाहिँ अहिंसाको चार्यमा हामीले चाहिँ आफ्नो चाहिँ प्र्याक्टिकलमा ल्याउने त्यो पनि शरीरबाट वचनबाट चित्तबाट त्यसले चाहिँ गर्नु पर्यो र हामीले अरू के बुझ्नु पर्यो भनेदेखि हाम्रो चाहिँ अब बुद्ध धर्म चाहिँ भिक्षु र भिक्षुनीका गण छन् उपासका र उपासकीका गण छन् त्यो दुईजनाको आफ्नो अधिकार र आफ्नो चाहिँ कर्तव्य के भने त्यो पनि अलिकति बुझेर होइन कि सबै नै एउटा बुद्धको सन्देश छन् जो भिक्षुले गर्ने कुरा छ हामी उपासकाले गर्नै पर्छन् भन्ने कुरा छैन होला किनकि बुद्ध भगवान्लाई नै एउटा उपासका र उपासकीको उपदेश दिनुभएछ अर्को भिक्षु र भिक्षुगणको उपदेश छन् र त्यसको साँगा हाँगा बाङ्गामा हामी यहाँ चाहिँ अब चाहिँ लामा धर्म प्रवृत्तिमा फेरि चाहिँ हाम्रो कुनै गृहस्थी जस्तो पनि कुनै योगी भन्ने जस्तो पनि धेरै कुराहरू छन् अब त्यो चाहिँ कुन आधारमा कसरी र वास्तविक हाम्रो आचार्यमा हाम्रो चाहिँ प्र्याक्टिकलमा कसरी ल्याउने त्यो सम्झो होला र अहिले हामी चाहिँ यो बुद्ध जयन्ती पर्वबाट के सन्देश दिनु भने विश्वमा चाहिँ अब चाहिँ तेस्रो विश्वयुद्ध चाहिँ नहोस् त कसैले पनि कल्पना पनि गर्न नपरोस् सोच्न पनि नसकोस् त्यस्तो हामी बुद्धलाई चाहिँ प्रार्थना गर्नुपर्छ र आफ्नो चाहिँ थेरवादी सम्प्रदायबाट गुरुजी हुन्छ उहाँहरूको तर्फबाट प्रे गर्नुहोस् पूजा गर्नुहोस् तपाईँको पाठ पढ्नुहोस् महायानीहरू हुनुहुन्छ जो चाइनिजमा छन् कुनै त अमिताभ मात्र जप्छ त्यो पनि महायानी हो र अनि चाहिँ हाम्रो जापानिजमा छन् धेरै छ ओम के भन्छन् उहाँहरू पनि हाम्रै बुद्धकै सम्प्रदाय हो उहाँहरू आफ्नै मन्त्र जप्नुहोस् आफ्नै पाठ पढ्नुहोस् अनि म्यानमारबाट पनि फेरि थेरवादमा पनि म्यानमारको थेरवाद र हाम्रो चाहिँ श्रीलङ्काको थेरवाद अलिकति भिन्नै होला मेरो विचारमा र दुवै चाहिँ आफ्नो किसिमले पाठ पढ्नुहोस् अनि थाइल्यान्डको पनि अलिक भिन्दै होला त उहाँले पनि गर्नुहोस् अनि हामीभित्र पनि यो लामा प्रवृत्तिमा पनि हाम्रो चाहिँ सम्प्रदायमा पनि गिलुगिङमा कर्ग्यु साग्या आफ्नो महत्त्व बोकेछ आफ्नो सिद्धान्त पनि अलिअलि फरक छ र व्यावहारिकमा पनि अलिअलि फरक छ त्यो सबै मिलेर चाहिँ सबभन्दा चाहिँ त्यही हाम्रो त्रियाना सबै नै सँगै होस् हामी सबै नै हाम्रो बुद्धको छत्रमा जिउन पाओस् त्यति मात्र होइन कि हाम्रो यो ठाउँमा नेपालमा भएको जुन हिन्दू प्रवृत्ति छ त्यो पनि हाम्रो चाहिँ हाम्रो भाषामा चाहिँ के भन्छ छाङपे थेक्पा भन्छ छाङपा भन्ने ब्रह्मा हो ब्रह्माको चाहिँ एउटा याना हो त्यसको पनि उसको आफ्नो चाहिँ महत्त्व छ त्यसले पनि आफ्नो किसिमले चाहिँ एउटा शान्तिको जपिरहेको छ र त्यसले पनि एउटा चाहिँ ज्ञानको हासिल गरिरहेकै छन् र त्यो पनि फलोस् फुलोस् त्यति मात्रै होइन कि अरू सम्प्रदायहरू जो नेपालमा छन् विश्वमा छन् अहिले हामीले चाहिँ अरूहरू भन्छ अब बनाउनु मुस्लिम बनाउँ क्रिस्चियन बनाउँ अब सबैले चाहिँ सोचेको त शान्ति नै हो तर शान्तिले चाहिँ कुन ढङ्गबाट कसरी फैलाउने हो अनि हामी सबै मिलेर शान्तिको जप गर्न सकोस् आफ्नो चाहिँ कार्य आफ्नो सिद्धान्त बोकेर जे यो विश्वलाई नै सबै प्रोटेक्ट गरौँ यो विश्वलाई नै सबै नै चाहिँ हामीले चाहिँ रक्षा गरौँ हाम्रो सिद्धान्तले पनि ती बनोस् हाम्रो व्यवहारमा पनि ती उतारोस्
जस हामी सबै मिलेर जस यो आकाशमुनि यो बुद्ध भगवानले शान्तिको पाठ आज बुद्ध जयन्तीमा हामीले चाहिँ गरे जस्तै उहाँहरू क्रिस्चियनको समयमा उहाँले गर्नुहोस्, हिन्दूको समयमा उहाँले गर्नुहोस्, मुस्लिमको समयमा उहाँले गर्नुहोस्। जे जति चाहिँ सम्प्रदाय अरू नयाँ अरू हामीले नसुनेको पनि होला, आफ्नो आस्था बोकेछ, विश्वास बोकेछ, आखिर त्यो शान्तिले नै लाभ होस् र हामी सबै यो विश्व अहिले यो वर्ल्ड सधैँ नै बोलिरहोस्, जलिरहोस्, सबै नै शुभ होस् र कल्याण होस्। त्यही नै मेरो चाहिँ कामना छ।